के तपाईलाई बिजुलीको बिल तिर्न लाइन बस्न झन्झट लाग्छ? अब त्यो समस्या सधैँको लागि सकियो। आजको भिडियोमा म तपाईलाई देखाउने छु खल्ती एपबाट घरमै बसेर 1-2 मिनेटमै बिजुलीको बिल कसरी तिर्ने। मोबाइल भए मात्रै पुग्छ, बैंक जानु पर्दैन, लाइन बस्नु पर्दैन, सबै काम सजिलै घरबाटै हुन्छ। साथीहरू, त्यसको लागि हजुरले यदि पीसीबाट बिल पे गर्दै हुनुहुन्छ भने खल्तीको वेबसाइटमा जानुहोला, अनि यदि मोबाइलबाट पे गर्दै हुनुहुन्छ भने एप स्टोर या प्ले स्टोरमा गएर खल्ती एपलाई डाउनलोड गर्नुहोला। त्यसपछि हजुरको अलरेडी एकाउन्ट छ भने सिधै साइन इन गर्नुहोला, यदि छैन भने साइन अप गरेर क्रिएट गर्नुहोला। अनि लगइन गरिसकेपछि हजुरले आफ्नो खल्ती वालेटमा पैसा लोड गर्नुपर्ने हुन्छ। हजुरसँग अलरेडी मोबाइल ब्याङ्किङ छ भने सिधै मोबाइल ब्याङ्किङमा गएर हजुरले आफ्नो खल्ती वालेटमा पैसा लोड गर्नुहोला। अब यति गरिसकेपछि हामी बिजुलीको बिल पे गर्नको लागि यहाँ देख्न सक्नुहुन्छ इलेक्ट्रिसिटी, यसमा क्लिक गर्नुहोला। क्लिक गरिसकेपछि कम्युनिटी इलेक्ट्रिसिटीमा क्लिक गर्नुपर्ने हुन्छ, अनि तपाईँले आफ्नो इलेक्ट्रिसिटी सिलेक्ट गर्नुहोला। हाम्रो बीपीसी भएकाले मैले बीपीसीमा क्लिक गरेँ। त्यसपछि हजुरको काउन्टरलाई सिलेक्ट गर्नुहोला, अनि त्यसको तल चाहिँ हजुरको बिजुलीको बिलमा भएको आइडी अनि नम्बर राखेर नेक्स्ट गर्नुहोला। अनि हजुरको सबै डिटेल यहाँ देखाउँछ, कति पैसा पे गर्नुपर्ने हो। पहिलेको महिनाको पुरानो बिल बुझाउन बाँकी छ भने पनि यहाँ हर्जना सहित देखाउने गर्दछ, अनि हजुरले पेमेन्ट कन्फर्म गरेर सजिलैसँग बिजुलीको बिल पे गर्न सक्नुहुन्छ। साथीहरू, अब तपाईँले सिक्नुभयो कि खल्तीबाट बिजुलीको बिल कति सजिलै तिर्न सकिन्छ। यदि यो भिडियो उपयोगी लाग्यो भने लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्न नबिर्सिनुहोला। अनि यस्तै पैसा बचाउने र अनलाइन पेमेन्टका सजिलो तरिकाहरूको लागि हामीसँगै जोडिएर रहनुहोला। हस्त, धन्यवाद। अब हाम्रो भेट नेक्स्ट भिडियोमा हुनेछ।